नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको, यो देखेको बाटो पनि केपी ओलीले बनाएको, यी जति पनि आधुनिक स्टाइलका भवन छन् सबै केपी ओलीले बनाएको, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक वडामा एउटा हस्पिटल केपी बाले ल्याएको, वृद्ध भत्ता केपी बाले ल्याएको, बडाको पनि केपी बाले हो, आर्मी पुलिसको तलब बडाको पनि केपी बाले हो, घरमा सुत्केरी महिला भई पनि भत्ता दिने केपी बाई हो भने हरेक कुरा नानी बाबु पढ्नदेखि लिएर शुद्धसम्म दिने नि केपी बा हो। त्यो भएको कारणले पार्टीमा मात्रै होइन यो देशलाई अहिले केपी ओली चाहिएको छ, त्यही भएर हामी केपी बालाई चाहिँ एकदम स्वागत गर्नको लागि आतुर छौँ। त्यो भएको कारणले हामी के भन्छौँ भने केपी शर्मा ओलीजीलाई लाल सलामका साथ हामी विजय गराउँछौँ र तपाईहरूले यो सुनाइदिनु कि अब पुसको दोस्रो हप्तामा फेरि संसद सुरु हुन्छ र नेपाली कांग्रेसको शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन्, कांग्रेसले चुनाव गराउँछ र नेकपा एमाले अहिलेसम्मको सबैभन्दा बहुमत ल्याएर चाहिँ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली जानुहुन्छ र संविधान संशोधन गरेर 5 वर्ष आँट्ने प्रधानमन्त्री लेख्नुहुन्छ र 89 मा हाम्रो महेश दाइ प्रधानमन्त्री बन्नुहुन्छ।